डरान्दन कुटा बेरेटर सोल्टिनी जिउ जोडो न गरबर तिमीलाई मैले आफ्नै ठानेर भित्री दिल खोलेको थाहा छैन तिमीलाई धेरै नै भयो यो जङ्गले खोजेको डरान्दन कुटा बेरेटर सोल्टिनी जिउ जोडो न घरबार जिन्दगी जोग गलाउने कुरा हुँदैन त्यतिकै झ्याप्पैमा विश्वास कसरी गरौँ भेट हुने बित्तिकै मलाई दौडिँदा चाहिँ एकदम अब इन्जोय पनि लिन्छु र एकदम दौडेपछि मेरो मन पनि खुसी हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ एकदम अब कडा मिहिनेत गर्नुपर्छ हैन त्यतिखेर चाहिँ अब कस्तो अब अलिक दुःख पनि लाग्छ ओहो मैले यति धेरै दुःख गरेर के पाउनुको लागि म दौडेको म चाहिँ कसको अब जसको मान्छेले कर लागेको हुन्छ नि त म राजाकै करले दौडेको कि जस्तो पनि हुन्छ हैन कुनै बेला फेरि र कुनै बेला चाहिँ यो दौडेर चाहिँ फेरि ओहो म त यहाँ दौडे एकदम भनेर खुसी पनि हुन्छ र नि साथीहरू मेरो साथीहरू र अब मलाई चिन्ने मान्छेहरूले चाहिँ भाइ तिमी किन बेकारमा दौडेको किन दुःख गरेको भाइ भन्छ तर मलाई लाग्छ जस दौडेर अब केही अब नजिते नि मलाई चाहिँ लाग्छ कि यो दुःख पाएकै मेरो लागि चाहिँ ठुलो पुरस्कार हो र यस्तै यस्तै दौडेर चाहिँ म विश्व टोक्ने कुनै बेला चाहिँ आर्ट गर्छु कि विश्व टोक्ने आर्ट गर्छु अनि यो देश नेपाललाई चाहिँ धेरै ठाउँमा चिनाउने मेरो एकदम रहर इच्छा छ Wow, oh my god. New shoes for you. Oh my god. You also have socks. Thank you, sir. Thank you very much. Yeah, so this is all the thanks to all the supporters who have done. Thanks for good support me. Yeah, thank you. All the fundings they have done for Dan. Okay, and this is the half pints. Very comfortable one. Thank you, and, sir. And same with this one, the t-shirts. Thank you, sir. Wow, oh my. Watch GPS watch to track his distance, kilometers, and health. And this is for you. Thank you, sir. Very nice. And yes, this is a gift from the Everest Hardware. म चाहिँ अल्ट्रा धावक हो यो एभरेस्ट म्याराथन म धेरैचोटि दौडिसकेको छु र यहाँ दौडेर चाहिँ मैले धेरै अनुभव पाएको छु किनकि यो हाम्रो देश नेपालको ठुलो ठुलो अग्लो अग्लो हिमाल पहाड डाँडा पाखा वन जङ्गल खोला नदी यहाँको नेपालको ढुङ्गा माटोलाई पनि बुझेको छु र हाम्रो नेपाल सरकारले चाहिँ अलिकति हामी खेलाडीलाई अब हेर्दैन अलिकति हामी खेलाडीलाई सपोर्ट गरिदिएको भए चाहिँ अब अरू देशको जस्तै विदेशी खेलाडी जस्तै हामी नेपाली पनि ठुलो ठुलो खेलाडी भन्न सकिन्थ्यो होला यसमा चाहिँ अलिकति म दुखी छु तर अझै म राम्रो खेलाडी भन्ने प्रयास गर्छु Thank you everyone. Namaste. Thank you everyone for go funding me.